ल चितवन रत्नगरको दृश्य अहिलेको अवस्था अत्यन्तै पानी परिरहेको छ। ल हेर्नुहोस्, हावासँगै गडाङगुडुङ चट्याङ पनि त्यस्तै छ र यति धेरै असिना पानी परिरहेको अवस्था छ। र यति बेला बिचारा ती सुकुम्बासीहरू के कसरी बस्दै होलान्। यो सरकारले यस्तो अवस्थामा ती सुकुम्बासीहरू जो साना साना नानी बाबुहरू, स्कुल पढ्दै गरेका युवा भाइ बहिनीहरू, वृद्ध आमा बुवाहरू, अपङ्गत भएका ती व्यक्तिहरू कहाँ कसरी बसिरहेका होलान्। यो अवस्था कस्तो होला। यो बालेन सरकारले कमसेकम बरु भ्रष्टाचारलाई निर्मूल पार्नको लागि भ्रष्टाचारको खोजी गर्ने जो भ्रष्टाचारीहरू छ, जसले चाहिँ देश सकाए त्यस्ता मान्छेहरूको पहिचान गरी पहिलो प्राथमिकतामा त्यसलाई दिनुपर्थ्यो भने अहिले बालेन सरकारले सुकुम्बासीको बस्तीमा गएर डोजर चलाउनु चाहिँ अन्याय भएको जस्तो लाग्छ। हुनसक्छ भोलिको दिनमा उहाँले राम्रै गर्नु होला ती सुकुम्बासीको लागि, तर फिलहालको लागि अहिले चाहिँ यो अवस्थामा ती सुकुम्बासी आमा बुवाहरू बिचारा के कसरी बस्दै हुनुहुन्छ होला। हामीलाई त यति धेरै पीडा भएको छ भने जसले यो पीडा भोग्नु भएको होला उहाँलाई कस्तो लागिरह्यो होला। ती बुवा आमाहरू, ती साना साना कलिला बच्चाहरू, युवा भाइ बहिनीहरू, वृद्ध आमा बुवाहरू, अपङ्गत भएका सबै महानुभावहरूको मन अहिले कति रोइरहेको होला। सायद मलाई लाग्छ यो कुनै बर्खायामको हावाहुरी र पानी होइन, यो उहाँहरूकै आँसु बगिरहेको छ जस्तो मलाई लाग्छ है। तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस्।